साथीहरू म चाहिँ अहिले सिलगढीमा छु है। र यहाँ के रहेछ दामी दामी फर्निचरहरू यस्तो रहेछ है, प्लास्टिकको चेयरको एकदम पक्का छ। र यहाँ झुला रहेछ यस्तो दामी बसेर एकदम घुम लाग्यो। अनि हामी चाहिँ यहाँ अहिले प्रधान नगरको छेउको हस्पिटलमा छौँ, आमालाई हस्पिटल लिएर आएको थिएँ। बेडको पनि रहेछ दामी चेयर सोफा र सुटको रुम पनि रहेछ है। परतिर चाहिँ रोड रहेछ है, बिर्सिन्छ होला जस्तो लाग्छ बाटो। उता पनि बाटो छ, यता पनि बाटो छ है। अन्त म अहिले चाहिँ होटेलमा छु। आज चाहिँ म मात्रै होइन, आमा बाबा पनि हुनुहुन्छ, भाइ बहिनी पनि हुनुहुन्छ। यो साइड चाहिँ हामी बस्दैछ होटेलमा। र अहिले आमाको चाहिँ रिपोर्ट चाहिँ 6 बजे आउँछ त। त्यो रिपोर्ट लिएर चाहिँ रिपोर्टले के बताउँछ अनि त्यो अनुसार चाहिँ फेरि बसाइ हुन्छ कि हुँदैन भोलि, त्यही अनुसारमा चाहिँ गर्दैछु म आमाको ट्रिटमेन्ट। हामी बसेको होटल चाहिँ यता छ, नयाँ होटल रहेछ, सफा दामी रहेछ। बसिरहनु भएको छ।